हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो मिनी व्लगमा है। आज तपाईले चाल पाइसक्नुभयो होला। आज चाहिँ हाम्रो घरमा के पाक्दैछ भनेर है। अन्त त्यहाँदेखि चाहिँ आज हामीले यसरी कौडी बनायौं है। त्यहाँदेखि मैले चाहिँ अगाडि नै कुकर बसाइसकेको थिएँ भेजिटेबल्स को कौडी खाने। आज बहिनीहरुलाई पनि खानु मन परेछ र यसरी हाले मैले है कौडीहरु यसरी त पुरा हातले चाहिँ तालिँदै थियो र फेरि मैले डाडु युज गरे है। डाडुले चाहिँ मैले हाले हैन। अन्त र यसरी हाले र 15 मिनेटसम्म चाहिँ मैले कुक हुनको लागि चाहिँ छोड्दिए यो सबै कौडीहरु हालेर चाहिँ हैन। अन्त त्यहाँदेखि चाहिँ हेर्नुस् है हाम्रो रेडी भयो। यो एकदम मिठो भेजिटेबल कौडी रेडी भयो र मैले त खानु पनि स्टार्ट गरिसके। आउनुस् है गाइस खानु हो। तपाईहरुलाई पनि स्वागत छ। यहाँको भेज कौडी चाहिँ इन्जोय गर्नुस् है। र तपाईहरुले मलाई फलो गर्नु भएको छैन भने काइन्डली फलो इन फेसबुक एन्ड also like, share, subscribe in YouTube. Thank you guys for watching. Love you all.